जनता पहिलो हो। देश र जनतालाई चाहिँ हामीले जोगाएर अगाडि बढ्नुपर्छ। यो विषयमा चाहिँ हामीले यो र त्यो भनेर अगाडि चाहिँ हामीले विवाद गरेर जानु हुँदैन। हामी जस्तोसुकै परिस्थितिमा पनि एक भएर जानुपर्छ। एउटा सहमति सहकार्य आजको आवश्यकता हो। यो सहमति सहकार्य गरेरै नै देश बन्छ। यस्तो अवस्थामा हामी चाहिँ डिभाइडेड भएर जानु हुँदैन भन्ने नै हो। जस्तोसुकै परिस्थितिमा हामी एक भएर जान्छौँ भन्ने मेसेज नै हामीले दिन खोजेका हो। त्यसमा हाम्रो कुनै पनि डिफ्रेन्सेस चाहिँ आफ्नो तालले आफ्नो हिसाबको कुरा गर्ने र आफै चाहिँ हुन खोज्ने भन्ने पनि हाम्रो के पनि होइन। जसरी चाहिँ एउटा देशलाई एक बनाएर आगामी दिनको बाटो क्लियर गर्न सक्छ त्यसरी अगाडि बढ्नुपर्छ। जस्तो पछिल्लो चरणमा राजा ल्याउने कुरालाई पनि प्राथमिकताका साथ लिएको छ। यो विषयहरू कसरी लिनु? होइन, यो विषयहरू